अब चाहिँ हामी बाजे बोजूलाई भेट्नलाई हामी चाहिँ यहाँनिर अब चाहिँ बाजे बोजू भेट्न हामी चाहिँ जाँदैछौँ होला। यसको हेर्नु होला बाजे बोजूको रियाक्सन हेर्नु होला। त्यसो कारण अब बाजे बोजूको रियाक्सन हेर्नु होला। हामी चाहिँ अब माहौलतिर जाँदैछौँ। हेरेले कस्तो मेरो फाइदाको लागि उहाँहरूले कुरा गर्दा हुन्छ। छिटो बच्चा पायो भने यस्तो फाइदा हुन्छ। यसो तपाईँ घुमेर फिरेर खाएर हामी चाहिँ ऊ पनि गर्न आउँथ्यो घाँस काट्न आउँथ्यो यतातिर। यो चारजनाको चाहिँ गफ छुट्टै चलिरहेछ हिँडिरहेछ यहाँनिर स्ट्यान्डको प्रतीक्षालयमा हामी चाहिँ आइसकेको छौँ अहिले यहाँनिर। यस्तो रमाइलो ठाउँ छ। यहाँबाट सट्ट हेऱ्यो भने यहाँनिर यस्तो दामी ठाउँ छ। अनि हामीले यो यताबाट झरेर ठक्क हामी यतातिर आउँथ्यौँ। यस्तो छ यी पानी धारा हो त यतातिर प्रतीक्षालय यहाँनिर छ। अब चाहिँ हामी बाजे बोजूलाई भेट्नलाई यत्रो भर्याङ चढ्दैछ। हेलो साथीहरू यहाँ हुनुहुन्छ। यहाँ भाइ बहिनीहरू दौडिँदैछन् हतार हलिका त। हामी स्कुल जाँदाखेरि हिँड्ने बाटोहरू हेरस्। यो चाहिँ हामी स्कुल जाँदा हिँड्ने बाटोहरू है। यो चाहिँ म स्कुल जाँदाखेरि हिँड्ने बाटोहरू। हजुरआमासँग भेट भएको छ। नातिले भेट्न आएको हजुरआमासँग। म कसो चाहिँ चिन्नु भएन। हजुरआमा म मिठोको छोरी साइली। रेबिका मेरो हजुरआमाको रियाक्सन हेर्नु होला यहाँनिर। खालि हरन आज चाहिँ हामी हजुरआमालाई भेट्न आएको साथीहरू धेरै वर्षपछि र यहाँ हाँसेको। किन हान्नुभएको हजुरआमा? कान बन्द सुन्दैन कान बन्द। हजुरआमा सन्चै हुनुहुन्छ? अहिलेसम्म सन्चै छु। प्रार्थना गरिरहेको छु नातिनीले पनि हजुरआमाको लागि प्रार्थना। धन्यवाद। मलाई प्रार्थना गर्नुहोस् बाबा। मेरो धन छैन नाम पुगेर मेरो सास सम्झन् मलाई सम्झेन। मेरो बुढी हजुरआमा मेरो मम्मीको माइली काकी हाम्रो हजुरआमा मावलाको हजुरआमा हो। म चाहिँ आज कति वर्ष हो? 6 वर्ष हो। 6 वर्षपछि हजुरआमालाई भेट्न आएको छु। माइली हजुरआमालाई नाति नाउँदा कस्तो लाग्यो त हजुरआमा? हजुरआमालाई भेट्न आएको मामा माइजूले बहिनीले यहाँनिर। यो चाहिँ रेबिकाको बेहुलीको साथी उषा थामी हो। आज हिरोनी रेखा थापा चाहिँ भएकै छिन्। हजुरआमालाई भेट्न आएको मामा माइजूले मलाई स्वागत गर्नु। यो चाहिँ रेखा थापाको मोटु। यो मोटु हो। यो मोटु रेखा थापाको। हाम्रो भेटघाट यहाँनिर रमाइलो भइरहेछ। खिर खाएर यहाँनिर यो मेरो उषा बहिनी, त्यो मेरो मिका बहिनी, यो मेरो छोरी। ल घरमा आएर मेरो छोराछोरीले चाहिँ यहाँ खिर खाँदैछ। यो मेरो भदाइनी, यो मेरो भदा, यो छोरी। मेरो हजुरआमा हुनुहुन्छ कति धेरै माया गर्नुहुन्छ। मेरो हजुरआमा धेरै माया गर्नुहुन्छ। अनि मेरो मम्मीले धेरै माया गर्नुहुन्छ। मेरो बुवालाई। म चाहिँ युट्युबर हो। मेरो भान्जी युट्युबर। सबैले लाइक शेयर सब्सक्राइब गरिदिनु होला। मेरो भिडियोलाई माया गरिदिनु होला। मेरो छोरीले हङकङ ड्रेस लगाएको अनि कराइको डेक्चीको ड्रेस मेरो हजुरआमा हो त्यो है। यो खाइ खुट्टा हेर्नु त यहाँ कत्रो पारे चलको छोरा हो। छोरी मलाई हेलिलाछ मुलाई हेलिलाछ।
यो पाहुनालाई कन्थमा खाएर मार्ने भाइ अझै आउँदैछ है पाहुना घरमा घरलाई न अझै आउँदैछ है कोस मिठो मिठो पकाएर हामीलाई दिने हातमा देखिन्छ यो हाफ कोट लगाएर अहिलेको हामीलाई मिठो मिठो पकाएर दिनुभएको छ धन्यवाद खिर दिनुभयो तरुल दिनुभयो माया दिनुभयो त्योभन्दा ठुलो कुरा के त आशीर्वाद दिनुभयो धन्यवाद माइजूलाई मामा माइजू दुवैलाई धन्यवाद नि हाम्रो उज्जवल भाइको बुहारी यति देखेर यति राम्रो ह्यान्डसम ब्युटिफुल उज्जवल भाइलाई सम्झेको छु यहाँ बुहारीसँग आज प्रत्यक्ष भेट भएको छ यो हाम्रो देवाई दिदीको सुषमा छोरी हो कान्छी छोरी अनुज दाइको यो हाँसुली हो यो हाँसुली ए हाँसुलीको छोरा धेर यो एनोस हामी एनोसले 2 बटुका 3 बटुका खाएर अझै पुगेको छैन अरे खिर कस्तो छ एनोस खिर कस्तो छ मिठो अब चाहिँ म हजुरआमा घर जाँदैछु आमा कति वर्षमा भेट हुन्थ्यो थाहा छैन फेरि आउँछु प्रार्थना गरिरहनेछु तपाईँको नातिलाई नि सम्झिनु होला होइन हजुरआमा अब म आफै जान्छु हजुरआमालाई भेट्न जाँदैछु अर्को हजुरआमाको रियाक्सन हेर्नु यहाँनिर अर्को आमैको हजुरआमा जय मासी हजुरआमा ओहो के खानुभयो जय मासी धन्यवाद नानी नपाएको जस्तै छ त हामी अघि नै आएको थियौँ अनि फेरि उता गएर आएको ढोका लगाएको रहेछ ए ओ नानीहरू आउँदैछ नानी नपाएको जस्तो अरे मलाई धन्यवाद यसो जय मासी गर धन्यवाद जय मासी जाऊ जाऊ बोजूसँग जय मासी गर्नु आशीर्वाद लिनु मर्ने बेला भयो अब के गर्ने बाजे खै खोइ बाजे कहाँ गयो पनि म त उता गप्रो परि छोरा र छोरी त्यसोको पो मैले त जय मासी गरिस् म त मर्ने बेला भयो त बाबु म बाँच्ने मेरो बाँच्ने उपाय छैन अब त्यस्तो नभन्नु परमेश्वर लामो आइदिनु भएको छ हेर्नु सक्दिनँ